के छ लभहरु तिमीहरुलाई मेरो नयाँ ब्लगमा स्वागत छ फेरि पनि आशा छ सन्चै होला हो। अनि आज चाहिँ यार म लास्टै ढिलो उठ्यो अनि त्यही भएर ढिलो ब्लग बनाउन लाग्छु 1 बजे समथिङ कति बेला उठ्या हिजो यार बङ्गलाचुली रमाइलो त गर्यो तर खटारो बनाएर ल्याछु स्कुटी पुरै मैलै चुना लाग्छ क्या केटा जति बेला नि के गर्यो कता घुम्न गयो ढुङ्गाले सब प्लास्टिकको हुन्छ स्कुटी ढुङ्गाले लाग्यो नि फुटी जान्छ यार केही चिज छुट्टिएर यहाँ हेर न यहाँतिको यो भाँचिकन मैले त चक्कु तताइकन जलाएर टाँस्दिएको छु कि यार खटारो कामै नलाग्ने भइसक्यो छ स्कुटी त अब अहिले चाहिँ सर्भिसिङ गर्न जान लाग्छु सर्भिसिङ छैन आइडन न तर 2000 चल्या छ खटारो भएको छ स्कुटी द्याट्स वाइ आई एम गोइङ टु सर्भिसिङ गर्न हल्का इङ्ग्लिस पनि ठोक्छु बिचबिचमा बुझ्लाउ नबुझ्लाउ तर बुझ अरू के जान्दैन म अनि अहिले चाहिँ हामी सर्भिसिङ गर्न जानुपर्ने हुन्छ हेर्न सक्छौँ हिजो ल्याएको लाली गुराँस अझै पनि हाम्रो हित्तिन छन् लाली गुराँस सर स्कुटीको माथिबाट के कसो अब चाहिँ हामी चल्दिनु पर्ने हुन्छ हेलमेट कहाँ छ यार मेरो चप्पल लगाएरै चल्दिन्छु यार मोजा सोजा लगाउने पनि भेजा लाग्यो मलाई त भेजु डेग हाथी राख्छु हेर्नु हेलमेट पुरा फोहोर भएको छ यार हेर त धैँसी लाग्यो मा कसम हेलमेट पनि धुन पठाउँछु क्या आज मैले यार उहीँ गएर यी लाली गुराँस हेर्न सक्छौँ यहाँ पनि छन् हाम्रो अब चाहिँ हामी राजालाई बोलाइसकेका छौँ एउटा सङ्घलाई फाँक भइदिन्छु म है यस्तो खटाएर भएको छ यार सर्भिसिङ गरेर टिलिक्क टल्काएर देखाउँछु तिमीहरूलाई रुक जा जेरा तेरी यादों से बाहर मैं करूँ ना कभी यादों से बाहर रुक जा जरा लाउने अरू त केही छैन दुईटा मोबाइल आइसके एभ्रिथिङ आयो पर्समा राखेको छु यार पैसा हराउँछ नत्र भन्दा लगाइछ अहिले चाहिँ म फाँक भइदिन्छु ल उतै गएर भेटौँला ल के छ गाइज अहिले चाहिँ हाम्रो जिक्स कपाल काट्न गएको थियो होइन यता हेर त जिक्स हिजोको लुक्स र आजको लुक्समा कतिको फरक छ ल मलाई हेर्ने जति केटीले हेर है बा अनि हामी चाहिँ यतातिर अहिले चाहिँ यसो चटपटी खाना छौँ नास्ता भोक लागेर हाम्रो जिक्स है स्पोन्सर भाइ हाम्रो जिक्स हामी चटपटी खान बसेका छौँ कुन चाहिँ दाइ त्यो हाम्रो बनाइदिनु ल त्यहाँ हो कि यहाँबाट हो चटपटी बनाउनु ल हजुर 50 को मात्रै भेज बनाइदिनु 50 को बनाउने दाइले छैन पैसा कि त्यहाँ अनि जिक्स हाम्रो जिक्सले स्पोन्सर हान्ला छ नि यार एक त लुटिएको छु मैले भने जस्तै अब खासमा म साधन सर्भिसिङ गर्ने भनेर आएँ त्यही खटाएर भएको छ केटा गर्छु गर्दैन त्यो पनि थाहा छैन यारमा पैसा त पुगिहाल्छ होला उनलाई त तर ठिक है अहिले एकछिन बेलुका सर्भिसिङ हान्न जान्छौँ अहिले चाहिँ हामी यतातिर बसिरहेछौँ भन के छ त भनिदेऊ न त एक दुई शब्द जिक्स कस्तो छ भ्याल छ जिन्दगी हामी कहिले जान्छौँ त के कमाउन मलाई पर्खिन्छ कि नै जिक्स 12 को इक्जाम दिँदासम्म यहीँ बस्छस् त तैँले त जाँगरै लाग्यो न पैसासम्म यहाँ बस्दा त भेजा छ यार बेरोजगारीको पनि एउटा पन हुन्छ केटा हो 12 सकिस् त फाँक भइदिने यहाँबाट काम साम केही पनि छैन ऊ त चटपटी खाँदै बस्दै जिन्दगी बितिरहेछ ठिक छ अहिले भेटौँला केटा हो लगाइज चाहिँ हामी चटपटी खाना आँटिसक्यौँ कस्तो छ जिक्स चटपटी बबाल छ एक चाखौँ न कस्तो हुँदैछ यार बबाल त हामी पैसा वसुल चटपटी केटा हुन्छ उहाँ सक्नुलाई भिडियो बनाउँदा म चम्ची हानेको छु अब चाहिँ खाएर भेटौँला है सिधै भोक लाग्छ मलाई त डर के छ यार लभहरू सबैजनालाई फेरि पनि वेलकम चिजको गोला हामी चाहिँ अहिले यी हाम्रो जिक्स यता जिक्को राजा यता हेरिदेऊ त क्यार पे गर्छ त 15 लाखमा बेच्ने जस्तो अनि हामी चाहिँ अहिले सर्भिसिङ गरेर आइसक्यौँ अघि न कस्तो थियो अहिले कस्तो चकाचक भइसक्यो म त के भन्छु गाइज होइन तिमीलाई के भन्छु भनेपछि मलाई यार जिन्दगीको सबैभन्दा ठुलो रिग्रेट होइन स्कुटी किनेरै लाग्छ के यार यति पैसा खर्च गरिदिएको छ यसले एक्सिडेन्ट भएर यति खर्च भयो त्यसमाथि अब आज सर्भिसिङ गर्न जान्छु भनेर 800 रुपियाँ लग्यो 800 रुपियाँ मात्र लाग्छ होला भन्ने सोचेर गएको थिएँ मासाले
यो इयर फिल्टर यताउति चेन्ज हान्ने हल्का लाग्यो त्यसपछि यताउति के वायरिङ ठेल्या छ अरे के रे अनि त्यसमाथि फ्री सर्भिसिङ रहेनछ पेडवाला रहेछ त्यसमा 1300 कति गइदियो गर्दा गर्दा त यो टायरमा त ऊ पनि ठेल्या रहेछ यत्रो मानको किला ठेलिरहेको कि रेटियर निकाल्न परेछ अब यो जाक्यो पनि फेरि लिक्विड हालेर चल्न त न्यू टायर हो भेजा लाग्ने जस्तो अनि हिजो अब बङ्गला चुली गएको पछाडिको यो ठेल्लीको फेरि यहाँ ती जुगाड हानिकन चेप्टा छु यी खोलिएको छ जिक्स खोलिएको छ माकी चुरले के गरेर काटेर फालिदिन्छु निकालेर सिधै फालिदिन्छु यार फेरि तलै पानी छुट्टी लगाउने टुक्रो मात्र निकालेर फालेछ टुक्रो रे घाँटीकै टुक्रो निकालेर फाले जस्तो हो जिक्स माया यस्तो लाग्छ होइन पहिलो साधनको तर मलाई यस्तो माया लाग्छ पहिलो साधनको बट मेरो लागि यो काल पनि हो क्या भगवान कसम यार तिमी देउता हो मेरो लागि तर यस्तो नगर यार तिमीले मलाई कतिसम्म खान्छौ कतिसम्म लुट्छौ मेरो यार केटा अघिसम्म यहाँ 3000 रुपियाँ त्यो पर्समा अहिले 25 रुपियाँ बचाएको छ भोला खाने पैसा मात्रै यार बाबरको नागा भइयो हेर के जिक्स 700 को पर्समा मायाजालाई 3000 रुपियाँ थियो सब नागा भइकन त यहाँ 20 रुपियाँ 25 रुपियाँ बचाएको छ यतिसम्म नागा भइसक्यो अनि अनलाइनमा भएको पैसा नि भइसक्यो अब त खै गोजीमा त भोला खाने पैसा नि छैन मेरो त माया चिजको यस्तो नागा बान भइया छ भगवान कसम किनेको रिग्रेट लाग्छ यार यता जिक्स यार एकछिन बसम चिन्तामा छु म आज माया साला घर गएर माया सुखाएर मर्तिम क्या भन्ने जस्तो यार टाइट भएको छ न्युज चाहिँ टिलिक्क देखाएको छ देखिनलाई त बट लास्ट नागा बनाइदियो यार केटा भगवान कसम सोचेको थिएन 800 रुपियाँ लाग्छ भन्ने सोचेर गएको थिएँ 3000 रुपियाँ भएर आएको छु म त अब तोरी फुलमा झुन्नेर मर्न बाँकी मात्रै छ चिजको फल केही भन्दैन ठिक छ लुट जति लुट्ने हो लुट राजा लुट म उदासँग लुट म विदेश जान लागे पनि तिमीलाई 12 सकिएपछि यसरी बन्दकी हानिदिन्छु त्यो तलको गोठमा ताजा लगाइन ठिक छ केटा ठिक छ नागा भइसकेको छु म लास्टै अब कोहीले यसो मद्दत हान्न चाहन्छ भने ल मेरो इसी अकाउन्टमा हालिदियो ल कोहीलाई स्क्यानर चाहिएको छ भने म दिन्छु ल नम्बर चाहिँ दिन सक्दैन फेरि नम्बर रिभिल भयो भने भेजा हुन्छ कि यार टिकटकमा कोही केटी छ भने यसो मा कसम होइन अरू केही चाहिएको छैन अब जिन्दगीमा यतिसम्म नागा भइया छ कि एउटा बाहिर जाने केटी होस् बाहिर लग्ने केटी डिपेन्डेन्टमा खुट्टा बाङ्ग्या जे बाङ्ग्या बाल भएन थोप्रा बाङ्ग्या होस् तर बाहिर चाहिँ लग्नु पर्यो त्यसपछि जिन्दगी सर्टमा त्यस्तै केटी चल्दिने बाहिर अनि त्यसपछि बाल मेरो त अहिले चाहिँ रातिको 1 बजिसक्यो होइन गाइज मैले भ्लग सकेको थिइनँ त्यही भएर तिमीलाई एउटा चिज देखाउँछु अनौठो चिजमा चिजको यो रातिको 1 बजीतिर के हो कि सुत्नै दिन्न फरफरमा के हो उल्लु भन्छ नि उल्लु भने रातिमा उल्लु यार हेरिरहेछ चम्केर त्यसलाई जागन पुग्यो भने अहिले के हुन्छ हेर त त्यसलाई हेर कस्तो हेरेछ सबै डर लागेर यहाँ सबको गइसक्यो तर कस्तो गराउनु अब बेचा हान्न लाग्यो त्यो मान्छेलाई त रातिमा सुत्या मान्छेलाई 1-2 बजी निदै लागेको छैन एक त निद लागेको छैन मलाई झपक्क टाउको दुखेको छ माथिबाट फर हानिदिन्छ इ आइयो फेरि आइयो पछि साइको लाग्यो किन आइयो साइको डराउनु दिन लागिसक्यो रातिमा बेचा लाग्नु जस्तो यसको म रियर अब हालत झाल खोलेर टाढा भागिदिन्छु यार